खासमा पढाइ गर्दा गर्दै रवि लामिछानेमा रेडियोहरूमा बोल्ने कार्यक्रम चलाउने इच्छा जाग्न थालिसकेको थियो। यसको कारण उनको दाइ हरिशरण लामिछाने थिए जो त्यतिखेर रेडियो नेपालमा प्रोग्राम चलाउँथे। त्यसबेला रेडियो र टेलिभिजनमा काम गर्नका लागि सिंहदरबार नै छिरेर त्यस क्षेत्रका मानिसहरूसँग घुलमिल हुने प्रयास गरिरहेका लामिछाने अन्ततः सफल हुन्छन् र उनले जागिर पाउँछन्। त्यसपछि विभिन्न कार्यक्रमहरू चलाउन थालेका रवि लामिछानेले नेपाल टेलिभिजनमा अर्को एउटा प्रोग्रामको सुरुवात गरेका थिए जसको नाम थियो यहाँको चलन। उनले त्यसबेला आफ्नो यो प्रोग्राम फेवातालको 20मासम्म सञ्चालन गरेका थिए। त्यसबेलाको हिसाबले भन्नुपर्दा यो निकै नै युनिक र एक्साइटिङ थियो। अझ रवि लामिछानेले त्यसबेला त्यो प्रोग्राममा बोल्ने शैली, उनले भन्ने जोकहरू अहिले पनि सान्दर्भिक सुनिन्छन्। आज म तपाईहरुलाई भन्दैछु बिरालोले किन बाटो काट्छ। बिरालोले किन बाटो काट्छ भने उनलाई वारीबाट पारी जानु छ। यहाँको चलन बाहेक रवि लामिछानेले इमेज एफएममा नो हर्न प्लिज र गुड मर्निङ काठमाडौँ नामको प्रोग्राम पनि चलाएका थिए। यता यहाँको चलन कार्यक्रमबाट निकै नै फेमस भइसकेका रवि लामिछाने कार्यक्रम हेर्दा त सफल देखिन्थे, तर उनी भित्रभित्रै सङ्घर्ष गरिरहेका थिए। नेपाल टेलिभिजनमा उनले चलाएको प्रोग्राम निकै नै सक्सेसफुल भए तापनि उनले त्यसबेला नेपाल टेलिभिजनको टिमबाट पाउनुपर्ने जति सहयोग पाइरहेका थिएनन्। उनको योजनाहरूलाई पनि नेपाल टेलिभिजनले इग्नोर गरिरहेको थियो। नेपाल टेलिभिजनले यस्तो गर्नुको कारण उनको उमेर थियो। सानै उमेर भएका कारण उनलाई त्यसबेला त्यति धेरै सिरियसली लिइएन। यसबारेमा लामिछानेले जगदीश खरेलसँगको इन्टरभ्यूमा बताएका छन्। अर्कोतर्फ उनको सफलता देखेर जल्ने, उनलाई गिराउन खोज्नेहरू पनि थिए। यिनै कारणहरूले गर्दा लामिछाने अब यो काम छोडी विदेश जाने र त्यही ब्रोडकास्ट जर्नलिजमको पढाइ गर्ने निर्णय गर्छन्। त्यसबेला अमेरिकामा